जल अर्घाएर पुष्प जलम अर्घ चढाइ 9 बजे गुंडो सुहानो एदि सेवा अग्निवरुणा म्याम सायदिम अग्निवरुणा प्रश्न पात्र प्रसिद्ध अथ विनियोग ओमया नस्ति बामा दृष्टि दृष्टि छन्दो अग्नि देवता सर्वपरास होमिनि योया नस्ते सप्तमिवातानाम असि अयानो एज्ञा वास्तव देश बाचा कुमार पुत्र अनन्ताय नमः ओम धूम्राष्ट्र वसुदेवता विषाण धूम्राष्ट्र वसुदेवता नमः ओम धात्रादि द्वास्त द्वितीय देवता नमः ओम धात्रादि द्वास्त तृतीय देवता नमः ओम वीरभद्रेखा स्वरूप यस्तै गरी बोलोस् के यो संग्रह एउटामा राख्नु नि यो एउटाको आउँछ पहिलो हो अब यहाँले फेरि बाबुलाई चाहिँ नि आवाहन भयो अनि वरण गरौँला त्यो वेदको पुस्तक पूजा गरेर बाबुलाई टीका लगाइदिनु त्यो वरणको टीको अनि त्यो वरणको दक्षिणा दिनु पर्यो पहिला बाबुलाई वरण गर्न पर्यो अनि वेदको पुस्तक पूजा टीका लगाइदिनु नि टीका लगाएर दिने त्यो वेद पाठ गर्नु पर्यो टोपी राखेको छ नि यहाँलाई पनि मैले वरणलाई टोपी राखेको थियो खुलेर होला एउटा अलिक चलाउन ल्याएर वेदको चढाइदियो एउटा यसको यहाँ थैलो सैलो धुन्ने भने उसलाई लाउने बाबुको मामा कोही लिँदैन एकैछिन पढ्ने कोही चाहिँ आउँदैछ हाल नानीले समाउँछिन् नभए यो अर्थ छ कपाल यो आपदेवता क्ले नानी विनियोग गर्ने ओम सविता प्रसुभ दैवा वर्षसे ओम विनियोग ओम सही मन्त्र रोख कुसा धानी विनियोग अब यसलाई कुसलाई शिवनमासिति त्यसलाई कुसँगसँगै मिलाएर है त्यो कपाल मात्रै त्यो तीनचोटि काट्नुपर्छ ओम शिवमासी मन्त्र छ प्रजापति ऋषि सुरो गर्ने विनियोग सुरो त हातमा ल्याछ नि सुरो गर्ने विनियोग म्यो जयेश ओम एन पदेन मन्त्र छ आलब्दा ऋषि पङ्क्ति छन्दो सविता देवता सकेछ कुश पत्र छेदन विनियोग शोधन पछि ओम एनात्मा सविता छुऋण समाजा राज्ञो वर्ण सविजना तेन ब्रह्मणो उपवेदस्ता युसाम स्नानाम इति मन्त्र चित्त अग्नि रुद्रसे भगिना दृहाणे काश्यपात्र स्थापित वृष अब चट्ट काटिदिनु रुद्र चट्ट काटिदिनु कपाल र कुसँगसँगै अग्नि रुद्र भगिना अब यसमा हालिदिनु अग्नि भगवन्या वीणा काश्यपात्र स्थापित पिण्डे प्रचिवेद भनेर यहाँ राख्नु हालिदिनु पहिलोचोटि त्यस्तै गरी तीनचोटि काट्नुपर्छ एकचोटि भयो अब त्यस्तै गरी मन्त्र चाहिन्छ सट तीनचोटि काट्नु तीनचोटि काट्नु अचानक
त्यसलाई मन्त्र चाहिँदैन 3 चोटि काट्नु मन्त्र लिएपछि भयो ल 3 चोटि काट्नु भयो अब घरमा पोचा सर्वं सपतेज वयो सीमादगतेः जगत्पदयो पदनं प्रतिदेवञ्जनि पृथिव्या पदोऽज्ञतुल्माहि प्रतिष्ठागुं मृगागणं दृष्टाविसर्गामः आधा घन्टा बढी होइन नि यो त हल्लिनु भएन नि बाबु त्यहाँ बिस्तारै कस्तो मजा चिसो है बाजे
यो लाएर यो सिङ गरे यो लो लाग्यो टाउका लाउन नहुन्छ हैन कपालमा बेसा टाउका लाउँदा कपाल खोइ यो पनि छैन गर्ने बेला पनि छैन होइन सिँगारमा यहाँले पनि त्यो भ्याउनु हुँदैन आचमन गराउनु पनि मैले गर्छु दुईजना त चाहिन्छ नि दुईजना चाहिन्छ नि आचमन गराउनु पनि सबै यहाँ गराउनु पर्छ त्यो डढाउनै पर्दैन नुहाउँदाखेरि हामीहरू कति पर्छ त्यो नुहाउँदाखेरि कति पर्छ परेला अनि पानी छ्यापेर नुहाउँदैन निकाल्नै पर्छ त्यसलाई त्यस्तै गरी देखिए तो दान पस्टाएन म हैन हातमा लिएर हरिम तस विष्णु आदिह पूर्व संकल्प श्रेष्ठ आदिह देखिए यज्ञ परिर दानस्य पष्टा सांज्ञाथ सिद्धार्थम इमानी दान पष्टा द्रव्याणी नाना नाम गोत्रेभ्यो ब्राह्मणेभ्यो दातुं त्यो राखिदिँदै जानु अनि एउटा वाला एउटा बढी भएको त्यही छोड्दिनु यज्ञोपवीतं परमं पवित्रं प्रजापतिं ये सहजं पुरस्तात् आयुष्मग्नं प्रतिमुज शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज
कपाल दरामी भनेर दक्षिणपट्टि दक्षिण दरामी भनेर दक्षिणपट्टि अदम्य अशोक कपाल दरामी भनेर पश्चिमपट्टि ओम धावा पृथ्वी दरामी भनेर उत्तरपट्टि ओम सूर्य शोभा भौमा शनि राहुहरू सूर्यादि नमः देवता भ्यो नमः उता यता फर्किनु पऱ्यो मलाई यसो गरम बाबा मेरो ओम भवती भिक्षाम देही भने अलि लगाइदिनु अघि धेरै लगाइदिनु मामा को भनेर चिन्नु पऱ्यो नि यहाँ लगाइदिनु पहिला यहाँ अलिअलि के अरे तिम्रो नाम त्यो त्यहाँको जरियो लिएर गट्टा बनाऊ म ल्याइदिन्छु भनिरहने हो ओम भवती भिक्षाम देही ओम भवती भिक्षाम देही एक मुठी भने जसलाई एकैचोटि दिने
देवस्ता सविता पुनातु बसो पवित्रेण सतधारेण सर हाल्दिन जम्मै ओम हर 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 महादेव शम्भो जय शम्भो हर 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 कलर हाल्नुपर्छ सबै हाल्नु यो कन्टिन्यू हाल्यो एकचोटि माथि हाल माथि जहाँ केही ल अब सर्लक्क लुगा फेराइदिने मामा घेराइदिनु आज एउटा बहिरी केरा ल्याएर अहिले चाहिँ यो सिकाउनु पर्यो अनि तपाईँ भोलि मन्दिर जाने बेला भयो अब एकैछिन देशान्तर सुनाउने बुवा मम्मीलाई राखेर देशान्तर फेरि देशान्तर नसुनिकन जाँदा लाउड भागै भागै गर्ने मामाको छोरा हो कि एकछिन उनीहरू गुरु उनको माला नि चाहिन्छ कन्दमूल फलाहारो भूमि सस्ता निराश्रय बने कष्टमा दुःख गृह तिष्ठ सदा सुख हरे सुदुवाच धन्य माता पितो धन्यो यमो पुत्रो बजासितं पित्रं तारयते सर्वान् दश पूर्वान् दश परान् मातुवाच देशान्तर नैवेयामि महाघोर सुदारुणा दुर्गमा पर्वताशिला दुर्गमस्य हिमालय पितुवाच सिंह व्याघ्र गज क्रोडा तस्य करकैवृता एकाङ्की च निराहारे नयान्ति त्वं बना ततं सुदुवाच जातोऽस्मि ब्राह्मणकुले वंशो स्मात् तव पुत्रक करिसेवत्र सर्वस्ति पितृवर्गस्य तारणं मातुवाच दशमासं घृते गर्भे जित्वा निन्द्रा क्षुदादिकं त्वयि देशान्तरयते का गति मम पुत्रका पितुवाच कष्टेन पालितो तोषी त्वमास्ते नो मया सुत त्वयि देशान्तरयते का गति मम पुत्रक सुतवाच पञ्चवस्त्रे सम्पूर्णे वनयासि धीर्य व्रत करिषि येनां तारयते पितॄन् मातृवाच दुर्गमा पर्वतशैला दुर्गमस्य हिमालये दुर्गम शारदापीठ दुर्गम वनगाव्यं
पितुवाच काश्मीरे दुर्गमे देश तत्र विद्या दुष्कर गुरुसेवा च व्रत चैव दुष्क्रियां माता तव ताह्यानि बालबुद्धि कृताङ्गया तविना मम वंशोहि नाशयस्ति पुत्रक पितुवाच सम्पूर्णे द्वस्ते वर्षे सेवाकृत गुरुरपि आगमिष्यति व्रते पुनश्च गृहे प्रति मातुवाच गृहे श्रम गृहे धर्मो गृहे चिन्ति निरक गृहे विद्या गृहे लक्ष्मी गुरु सेवा गृहे भवेत् पितृवाच गुरु स्वगुरुगिरि आत्मा गुरु अस्त बान्धवा त्यसा बाँकी भयो निमे दुःख स्यातु पदे पदे पितृण्डते गते दुरन्ति पितमातरा महाभारं परित्याज कति अस्मि सुत रुदन्ति वादन सर्वे हा बालकुमारका रुदन्ति गुरुव्यासै स्वजरा मृतवर्गका आचार्यवाच ये पितृ कष्ट सर्गे च पितृदेवानां का गति भवते पुत्र पितृ संशया विना माता कङ्गे तीर्थे विना पुष्पात संहिता गुरु केदार तीर्थम भ्राता तीर्थ पुनः माता तीर्थ पिता तीर्थ सुजन बान्धवा बचिन गुरुतीर्थे गुरु विभागता बस्वाच ततोष्ट तस्य माता पिता हस्तेन संयुक्ता सहस्र बान्धमायुता बद्रितं तु भवादिन पक्षिं व्यक्षतौलेशं तोस्वादीव विषैरसै भोजनं कारय्या साबु सुवरस्य परिचायका सुतवाच पर्णं पोषणं चैव भोजनं रसंयुतं कारितये मया तं प्रियदेव नमस्तुते गुरुणा सर्वशास्त्रेषु ददाति ज्ञानबुद्धये गुरु संत्रयाता दक्षिणा दातु हिस्सये वर्षद्वारि कलिर्नभ्रं पुत्रे दक्षिणा हिता वै मम भोवाता दिया तै गौदर्श दक्षिणा यो धर्मशिलो ये जान्म दोषी विद्यावरान्तवी अब मैले त संस्कृतमा कराएँ यहाँले बुझ्नु हुँदैन अनि गर्भदेखि 8 वर्षमा व्रतबन्ध गरेपछि कुमारले बाबुआमालाई ढोग गरी भन्यो आमा मेरो कुरा सुन्नुहोस् म सुन्दर काश्मीर देशमा गएर देवी सरस्वती र गुरुको सेवा गरी विद्या पढेर घरमा आउँछु त्यति भनिसकेपछि माताले भनिन् हे पुत्र बालककालदेखि तिमीलाई बडो कष्टसँग पालना गरे अब वृद्धावस्था भयो हाम्रो पुग्न लाग्यो पुगेकाले पालन गर्नुपर्ने कर्तव्य छाडेर कसरी देशान्तर जान्छौ अब सुत भन्नुहुन्छ 12 वर्षसम्म ब्रह्मचर्य व्रतमा रही गुरुको सेवामा रहेर विद्या पढेर सबै तीर्थहरूमा स्नान गरी घरमा आउनेछु जुन कुमारले तीर्थहरूको भ्रमण गर्छ त्यसले कुलको उद्धार गर्छ माता सर्दी गर्मी भोक र प्यासले माता भन्नुहुन्छ सर्दी गर्मी भोक र प्यासले तिमीलाई पीडा हुने हुँदा देशान्तर गमन धेरै दुःखदायक र कठोर छ अब पिता भन्नुहुन्छ वनमा तिम्रो लागि केही आधार हुँदैन भुइँमा सुत्ने कन्दमूल खाएर बस्नुपर्ने वनमा धेरै दुःख हुन्छ त्यसकारण सधैँ घरमा बस सुत भन्नुहुन्छ जसको छोरा व्रतमा रहेर 20 पिँढीसम्मका पितृहरूलाई तार्छ त्यस्ता छोराका आमा बाबु धन्य मानिन्छन् माता पहाड र हिमालय पार गरी जान कठिन हुन्छ त्यसकारण नजाऊ भन्नुहुन्छ आमाले अब फेरि पिता भन्नुहुन्छ छोरालाई सम्झाउनुहुन्छ सिंह बाघ भालु बँदेल एवं चोरहरूले घेरिएको वनको बाटो एक्लै भोकै नजाऊ भनेर अब सुत भन्नुहुन्छ म ब्राह्मण कुलमा तपाईहरूको छोरो भएर जन्मिएको छु पितृहरूलाई तार्नको लागि सबै व्रतहरू गर्नेछु फेरि माता भन्नुहुन्छ भोक निन्द्रा आदिलाई सहेर 10 महिनासम्म तिमीलाई गर्भमा धारण गरेकी हुँ मैले तिमी देशान्तर गएपछि मेरो के हालत होला फेरि पिता भन्नुहुन्छ छोरा मैले आफ्नो हितको लागि कष्टसँग पालेको हुँ तिमी देशान्तर गएपछि मेरो के गति होला फेरि सुत भन्नुहुन्छ 5 वर्षसम्म इन्द्रियहरूलाई बस गरी व्रत गरेर पितृहरूलाई तार्नेछु फेरि पर्वत हिमालय र गुफाहरू पार गरी सरस्वती पीठ काश्मीर जान कठिन छ पिता भन्नुहुन्छ काश्मीर जान कठिन छ विद्या प्राप्त गर्न पनि कठिन छ गुरु सेवा व्रत गर्न पनि कठिन छ हे पुत्र तिमी बिना मेरो वंश नै रहँदैन वंश नै लोप हुन्छ अत बाल हट त्याग गर मलाई छोडी नजाऊ फेरि सुत भन्नुहुन्छ पुरै 12 वर्षसम्म गुरुको सेवा र व्रत पुरा गरी
म घर आउनेछु। माता भन्नुहुन्छ कल्याण धर्म विद्या लक्ष्मी गुरु सेवा र इन्द्रिय निग्रह सबै घरमा हुन्छ। फेरि पिता भन्नुहुन्छ आफ्नो आत्मा नै आफ्नो गुरु हो, बान्धवहरू गुरु हुन्। उनीहरूको वचनलाई आनन्द गरी यहाँबाट वनमा गयो भने आमा बाबु बान्धव र गुरुहरू आफन्तहरू सेवकहरू सबै रुनेछन्। अत गृहस्थको महाभार छोडेर कसरी जान्छौ? फेरि आचार्य घरमा आमा बाबुलाई कष्ट स्वर्गवास पितृहरू आमा बाबुलाई सन्तोष नबनाए तिम्रो के गति होला? आमा गङ्गा समान पिता पुष्कर। आमा गङ्गा समान सुन है बाबु, आमा भनेको जुन हामीले तीर्थ गर्ने गङ्गा समान। प्रियदेव पिताज्यू तपाईँलाई नमस्कार छ। गुरुले ज्ञान बुद्धिले लागि सबै शास्त्रहरू पढाइदिनु भयो। 12 वर्षसम्मको व्रत पुरा गर्न र गुरुलाई सन्तुष्ट गराउन पनि दक्षिणा दिन चाहन्छु। हे पिताजी, धर्म गर्ने स्वभाव भएको विद्या पढेर नम्र अरूलाई दुःख नदिने। सुन है, विद्या पढेर नम्र अरूलाई दुःख नदिने, आफ्नी पतिसँग मात्र सन्तुष्ट रहने व्यक्तिलाई संसारमा कुनै पनि भय हुँदैन। यस्ता व्यक्तिलाई पर्वत सागर र विश्वासघात भार पनि हुँदैन। त्यस कारण समर्थवान व्यक्तिलाई पर्वत सागर आदि दुर्गम हुँदैन। स्वामित्र दोह विश्वासघातको कल्पना गर्न सकिँदैन भनेको कसैलाई मित्रहरूलाई यता गर उच्च गर भनेर फर्का त्यो गर्नु हुँदैन। कसैलाई यति दिन्छु उति दिन्छु भनेर विश्वास दिलाएर त्यो दिनु विश्वासघात गर्नु हुँदैन। धर्म पूजा गर्ने बाबुबाजेको गरेको
सन्न पात्रं च जनयन्त जीवाय स्वाहा ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय खै त ताली भएन टिका नलाइकन दिनु दिनु नि तपाईँले यताबाट घुमेर गइदिनु न फोटो खिच्न पर्छ हजुरहरूको पनि आउँछ यताबाट घुमिदिनु है यताबाट समय भयो नि रवि नानी ए नानी पनि हो हुने त झ्याउ नानी एउटा झोले ल्याऊ नानी गाडी हुने हो हाम्रो भाइ खाइसकेको छ खै कता कता दिनु एकदम ठिक छ मेरो खुसी हुन्छ नि आज अब ए गुरुबा अझै त ल्याइदिन्छु म
सबै एकैचोटि ए पोथी कपडा दिएको छ भिडियोको के भन्नु के भन्नु त्यसो अझ हाल्नु पानी पर्दैन है बहिनीहरू कता गयो एकदिन यहाँ बस्यो सही हुन्छ भाइ तिमीले लगाइदियो होइन उता के हाल्नु नभए तलतिर मिल्काइदिउँ ल हरायो भने अलिकति पोल परेर छ नि पोल छ अहिले लगाइसक्नु न पहिला यतापट्टि भनेको क्या माथिल्लोपट्टि हरायो भन्ने होला फोटाएर राख्नुलाई के भएछ र नि फोटा राखेर बन्ने चिज भएर पो भएको बनाएर आनन्द एकैछिन रोकेर यहाँ 5 मिनट यदि 4-5जनालाई सिधाइदिउँ दुईजनाले एकदिन पनि लाएन नि काम हो ल लगाइदियो 2-3जना दुई मिनट पुग्नु भन्नु न आउँदा केही फरक पर्दैन खाना खानु भएन ठुलो नोट निकाल मेरो पछि भेट्नु फोटो खिच्न कहाँ अगाडि साह्रो पऱ्यो कि पछि हाल्नु
एकचोटि जय जयकार है। अब कुल देवता की, मांका की भगवती माता की, दक्षिण काली माता भगवती की, काली देवी माता भगवती की, कालिका माई को, मोहरा काली देवी को, काली देवी को, काउले देवी को, कालिका देवी को, पशुपतिनाथ भगवान को, सम्पूर्ण भक्तजनहरू को आज हामीलाई हतार, आज हामीलाई काम, मर्ने बेला भइसक्यो कहिले जम्ने राम, मर्ने बेला भइसक्यो कहिले जम्ने राम। सबलाई नमस्कार, सबलाई नमस्कार, देवता पित्र इष्ट मित्र सबलाई नमस्कार, सबलाई नमस्कार, सबलाई नमस्कार, देवता पित्र इष्ट मित्र सबलाई नमस्कार। अब अभिषेक
उस जाने मेरो पो त धेरै भयो मेरो स्टाइलको खालकै बाल्छ होला कति लोग्नु थियो यो रुपियाँ यसो चाहिँ थोरै मनी थोरै राम्रो